र मैले चाहिँ हिजो एउटा भिडियो बनाएको थिएँ कि भेन्टिलेटर लाग्दैमा चाहिँ पेसेन्ट एक्सपायर हुँदैन भनेर। र हेर्नुहोस् उहाँ चाहिँ एउटा उदाहरण हुनुहुन्छ। उहाँ चाहिँ कालिम्पोङ हुनुहुन्छ र 2 दिन भेन्टिलेटरमा थियो र अहिले एकदम राम्रोसँगले रिकभरी गरेको छ। र त्यही कारणले म भन्छु कि भेन्टिलेटर लाग्दैमा पेसेन्ट एक्सपायर हुँदैन। उहाँ पनि एकदम खराब कन्डिसनमा आउनुभएको थियो, रेस्पिरेटरी डिस्ट्रेस, सेचुरेसनहरू मेन्टेन गरेको थिएन र भेन्टिलेटरमा दिएको थियो। अहिले एकदम राम्रोसँगले रिकभरी गरेको छ। हेर्नुहोस्। तपाईँको नाम के हो? सिक्किम लोहार। सिक्किम लोहार। ए, घर कहाँ हो? मेरो कालिम्पोङ। कालिम्पोङ? ए, यहाँ चाहिँ छोरी जोइकोमा छु। ए अँ, अब भानुनगर। ए हुन्छ। अब उहाँ अङ्कललाई चाहिँ भेन्टिलेटर लागेको थियो हो। मान्छेले भन्छ कि भेन्टिलेटर लाग्यो भने चाहिँ पेसेन्ट बाँच्दैन भनेर भन्दैछ। यहाँ हेर्नुहोस् एकदम फिट एन्ड फाइन छ नि। फेरि भेन्टिलेटर लागेको मान्छे। डाउन गर न, बेड किन उठाएको हो? डाउन गर एकछिन।